के भयो तपाईँ त रुँदै गीत गाउँदैछ त के भयो अब के भन्नु अब अब के भन्नु र साथी अब अब मिस हेर्नुहोस् न अब अंश आएपछि कमसेकम त 5-6 वर्ष 10 वर्ष बसिदिनु पर्यो नि त्यो छैन खेलाइन चिज त 1 महिना पनि बस्दिँदैन 2 महिनामा आएर बसेर फर्किहाल्दी 1 महिना आएर फर्किहाल्दी के भएको न राम्रोसँग अब बन्दुक खाएर नि यस्तो गीत पनि बन्दुक आएपछि गीत पनि आइहाल्छ आफू अब गीत बनाउनु आइहाल्छ क्या शब्दहरू मिठो मिठो शब्द आइहाल्छ कि अनि कमसेकम त अलिकति बसिदिए हुन्थ्यो नि अब माया हेर्नुहोस् त अब हाम्रो माया यता छुट्याइ राख्यो उहाँको माया छुट्याइ राख्यो हाम्रो माया छुट्याएर लिएर गयो अनि यस्तो पारेर रुनु पर्यो तपाईँ हामीले सबै रुइराख्यो उहाँहरू पनि रुएर गयो हेर्नुहोस् न तिनीहरू पनि रुएको हेर्नु हो साथी त्यसो नरुनुहोस् न तपाईँ यसरी अब आउँछ नि त नयाँ फेरि आउँछ नि त त्यसरी नरुनुहोस् न ल तर जेसुकै होस् तपाईँकोबाट एउटा गीत चाहिँ सुनेर नै जाउँ अब मनको जला बोकी नै रह्यो गाउँ सम्झनाले दुखी नै रह्यो